सबैजनालाई स्वागत गर्दै आजको जुन लिडरशिप पब्लिक स्पिकिङ छ त्यो लिडरशिप पब्लिक स्पिकिङमा सबै लिडर्सहरूलाई क्ल्यापको सँगै जोरदार स्वागत छ। र म आजको जुन डाइनामिक लिडरशिप ट्रेनिङ सिलसिला जुन तरिकाबाट चलिरहेछ त्यो सिस्टममा दुई शब्द राखिदिनको लागि म निम्त्याउन चाहन्छु यादव। मेरा नाम शिवम कुमार यादव हो। म आज भन्न गइरहेको छु यो अहिले सरले खाएको छ साथमा क्वालिटी दिनको बारेमा। पहिलो छ पोजिटिभ माइन्डसेट। पोजिटिभ माइन्डसेट यस्तो कुरा छ जो हामीहरूको जीवन अनि मृत्युसँग जीवनलाई बदलिदिन्छ। पोजिटिभ माइन्डसेट यस्तो कुरा कि जस्तै मैले सोचेँ कि म यो कुरा गर्न सकेन, म यस्तो भइहाल्छु। किङफिसर आएर कि जो माथिमा उडेर त्यो पानीको अन्डर मछलिरहेको म कुनै काम गरिरहेको छु मतलब त्यो व्यक्ति हामीहरूलाई अति ठुलो सोचौँ कि त्योसँग भले नपुगौँ लेकिन तर अति ठुलो सोचौँ कि हामी 10 वर्षमा तर श्रीजी मेरो नाम कुमार ठाकुर। म राम्रोभन्दा राम्रो डाइनामिक लिडर बन्न सक्छु। यसमा पब्लिक स्पिकिङ लिडरसिप हाम्रो अर्को फ्युचरको छोराछोरीहरूलाई पनि म यहाँ गाइड प्रथाबारे विषय भन्न गइरहेको छु। म व्यक्ति छु Are you excited? Yes. म चाहिँ यहाँ डेल्टा च्याम्पियन क्लबलाई म जोइन गरेको छु र यो डेल्टा च्याम्पियन क्लबमा प्रोग्राममा म आफ्नो तर्फबाट केही कुरा व्यक्त गरिरहेको छु जुन अरूलाई थाहा पनि छ अरूलाई थाहा छैन नपनि छ। यो कुरा चाहिँ के भनेको व्याख्यात गर्न गइरहेको छु। सबैभन्दा पहिला युज द प्रोडक्ट भनेको कुनै पनि हामी जब मर्निङमा बिहानको छ दुई टाइप्स छ लिस्ट बिल्डिङ। फर्स्ट नम्बर छ ड्रिम लिस्ट भनेको दुनियाँमा तपाईँ यो जुन जीवन प्राप्त प्रत्येक व्यक्तिलाई एउटा जीवन प्राप्त हुन्छ यो चाहिँ पाउन चाहनुहुन्छ त्यसको बारेमा केही प्रोग्राम छ भने अरूलाई